भाइ कहाँ हिँडेको? हेलो मन्दिर हिँडेको अहिले हामी चाहिँ मन्दिर हिँडेको छौँ होइन छक्क लाएर बिहान नुहाइ गऱ्यो यता तातो पानीमा ऊ चाहिँ चिसो पानीमा पऱ्यो म चाहिँ तातो पानीमा पऱ्यो मस्त नुहाएर अब मन्दिर दर्शन गर्न जाँदैछौँ हात सुन्तला हालेर बबाल फुल्यो घाम पनि बबाल लागेको छ सुन्तलाको बोट दामी छ यता चाहिँ गाडी जाँदैन रहेछ टक्क हिँडेर जानुपर्ने रहेछ यहाँबाट चाहिँ उता तलदेखि कस्तो भयो चिसो भएको छ चिसो त खासै छैन हल्का फुल्का होइन तर घाम लागेको छ मन्दिर बगालले ल ल ल अहिले आउँ ल सबकोमा छिरेर जाने होइन होटलहरू चाहिँ टन्नै रहेछ यतातिर चाहिँ होइन तर हामी अझ तल नै बसेको छौँ कि ल सब प्रसादले प्रसाद छ यतातिर चाहिँ बगालै छ यहाँ मन्दिर चाहिँ मेन मन्दिर यहाँ रहेछ होइन त्यसोले यहाँ चाहिँ जुत्ता चप्पल राख्नु पर्ने हुन्छ अब हामीले ल हेलो गाइज हाम्रो दादा चाहिँ चप्पल राख्दै हुनुहुन्छ ऊ त्यहाँ एकै ठाउँमा राख्नु नि हामी चाहिँ ठ्याक्क फाइनली मनोकामना मन्दिर आइसक्यौँ अब हाम्रो यहाँबाट होटलको चप्पल लिएर आएको छ अहिले चिनेन भने त गएको हराएको छ मैले यतापट्टि छ केही हुन्न होला होटलको चप्पल हो हरायो भने त अहिले फेरि ल कस्तो लागिरहेको तपाईँलाई दामी लागिरहेको छ म पहिल्यै देखाउन खोजिरहेको थिएँ होइन फाइनली होइन पाएँ भन्नु न यता यता माथिबाट अरे के भन्नुभएको थियो लाइन माथिदेखि नै हो माथिदेखि नै भन्दै हुनुहुन्थ्यो हेलो गाइज हेलो म पनि यतै छु हामी त यसलाई त अघि नै आउनु रहेछ नि ए लाइन चाहिँ कडै जस्तो है हेर अघि नै सुतेर बसेको अब अहिले हेर अघि नै आउनु पायो निक्लिनु भयो त अहिले अघि नै आएको भए हुने रहेछ चाँडै उठ्यो उठ्न चाहिँ तर लाइन हुँदैन होला भनेर आयो त्यही पनि लाइन बबालहरू चाहिँ जानु बबालै लाइन भइसकेको छ होइन लाइन अब चाहिँ लाइन सुरु भयो लाइन सुरु भएछ अहिले चाहिँ बल्ल यत्रो लाइन बढिसक्यो र हामी पछि नि यत्रो लाइन बढिसकेको छ हाम्रो अगाडि पनि अझ यत्रो लाइन बाँकी नै छ अझ यहाँ त 13 जना पछि लाइन तपाईँ 13 जना पुग्यो ए त्यसो भए अलिक कम भयो हेलो भ्याउनुहुन्न क्या भ्याउनुहुन्न यहाँबाट भित्र छिरेपछि भ्याउनुहुन्न ए खोल्दा भइहाल्यो नि यहाँनिर खोल्दा नि केही हुँदैन र त सऱ्यो है सऱ्यो लाइन सरिसकेको छ
ए लाइन त वात्तै अगाडि बढ्दो रहेछ त यार भएन भने त हाम्रो के साह्रो लाग्यो त हेलो कतिजना नआउने अरे भइहाल्यो नि झन् अगाडि अगाडि सरिहाल्यो छ नि हाम्रो तपाईँ 13 जना सकाउनु 13 जना नआउने अरे सबै नजाने कतिजना भयो त त्यसभन्दा यो 7-8 जना मात्रै आयो त्यो राम्रो ए भइहाल्यो अब देउसै रात पार्नु मात्रै हुन्छ ल तर बढ्न थालेपछि त वात्तै बढ्दो रहेछ लाइन चाहिँ काम पनि बाबा लागेको छ बाबा लाग्यो लाइन चाहिँ हप्तै बढ्दो रहेछ यहाँ त तातो रहेछ है यहाँ त भुइँ पनि तातो छ ए यहाँदेखि चाहिँ हिमाल देखिँदैछ है सबै कपाल मन्दिर छ होइन तर फोटोमा चाहिँ पुरै केबल कार यताउता हालेको देखाउँदै तर त्यस्तो चाहिँ रहेन रहेछ होइन रियल चाहिँ यो रहेछ त्यो सब एडिट रहेछ ग्रुप मिक्स भयो क्या हो यही पनि अहिले डिलिट गरिदिन्छ होइन डिलेट हुँदैन यहाँसम्म हुँदैन फाइनली चाहिँ मन्दिर दर्शन गरी भइसक्यो हामीले होइन मन्दिर दर्शन गरेर अब हामीले चाहिँ टक्क फर्किसक्यो अब खाना खानुपर्ने हुन्छ खाना चाहिँ कहाँ खाने रे राजा खाना हामी भाइरल दिदीकोमा भाइरल दिदीलाई भेट्यो भने भाइरल दिदीकै खाएर जाने होइन त होटलमा त्यो हामी बसेको होटलमा चाहिँ नखाने है खायो त्यहाँ चाहिँ अब हामी चाहिँ लागिसकेका छौँ खाना खानको लागि बाबाले मस्त लाग्यो मन्दिर दर्शन गरेर अब अगाडि बढिसक्यो होटलतिर हामी बसेको होटल चाहिँ त्यही तलतिर हो बोकाहरू सबै पूजा गर्न लिएर आउँदो रहेछ दामी दामी छ के किन्नु बुढी छैन यहाँ नभए बुढीलाई किनिदिनु हुन्थ्यो नि बुढी छ ए हाम्रो तल होटलमा भइसक्यो पछाडि घाममा बसेर खाएर जाने नि त हो गाई दिदी हो यहाँ 100 रुपियाँबाट भुक्का सामान पाइन्छ हाम्रो तल होटल छ ए होटलमा भइसकेको छ हाम्रो सब होइन बिहान हामी होटल बसेको होटलमा भइसकेको छ खाना सही हो हामी सुन्तला बारेमा ल ल ल ल खाना सबै होटलमा एक एक घाँस खानु पर्ला त्यसो गर्ने क्या नभए चाख्ने भन्ने होइन चाख्ने भने सबैकोमा एक एक चाख्ने त अगाडि हालिदिन्छ
सुन्तला बवाल थियो नि खोइ त नि त्यो त दिएको त यहाँ त होइन जस्तो त्यो कहाँ हो त्यो दिएको तलै होला जस्तो लागिरहेछ त्यो तल छ नि हामी हिजो आयो नि त्यही लाइनको होटलहरू होला कि हामी बसेको होटल यही हो ल हामी बसेको होटल चाहिँ यही हो होइन ए यो हो र होइन ए उतापट्टिको होटल रहेछ मालिका होटल ए लाइन डेन्जर रहेछ नि नास्ता खाने कि खाना खाने हामी अब तलै पुग्ने अहिले तल त्यहाँ साथीको घर छ त्यहाँ इन्भाइट गरेको छ हामीलाई हजुर त हामी त्यहाँ खाना खान जाँदैछ खाना खान जाने आइपुग्यौँ है अब यतै यतै हेर्नु त दिदीको आइपुग्यो भन्नु त सुरुदेखि भन्नु न ल दर्शनपछि मेरो भाइ बासमती चामलको खाना दौराले बनाएको सिलौटा पिसेको गोल भेको छ चिमिर मिसाएको घिउ परी छेरे छुवाइनी ढेकाप्रे गुर्सिन दिदीका गुन्द्रुकको छ चिमीको छ मेरो भाइको के छ विचार हजीको गोली खाना खाऊ हेलो अनि खाइदिनु त मिठो छ हजुर हजुर ए म दर्शन ए म यता मनोकामनातिर हाल्दै थिएँ हामी चाहिँ भाइरल दिदीकोमा होइन खाना खाँदैछौँ र घिउ पनि स्वाइङ दिदीको बोली अनुसारको घिउ पनि चाहियो भने यार त हामी चाहियो अब केबल कार स्टेसन रहेछ है यहाँ चाहिँ यो चाहिँ ट्याक्क केबल कार स्टेसन रहेछ होइन यहाँदेखि चाहिँ तल जाने हो मन्दिर जानलाई हामी चाहिँ केबल कारमा आउने हामी चाहिँ बाइकमै आएको हो सिधै होइन केबल कारबाट आउनेहरूलाई चाहिँ यहाँबाट रहेछ क्या ल केबल कारमा यता रहेछ केबल कारवालाहरू आउने तल जाने तल खतरा बादल लागिरहेको छ यार है अहिले पनि लागिरहेको भने बादल त बादल हेर्नु सक्नुहुन्छ बब्बाल लागेको छ तलपट्टि अब हामी कताबाट जाने त यहाँ त रिजोर्ट रहेछ नि स्विमिङ पुल साइड दामी रिजोर्ट रहेछ यार यो उसको केबल कारवालाहरूकै रिजोर्ट होला सायद ल फाइनली गाइज हामी चाहिँ अब खानसाना खाएर हामी यहाँबाट कहाँ जाँदैछ हामी चाहिँ अब काठमाडौँ फर्किँदैछौँ अब चाहिँ हामी यहाँबाट काठमाडौँतिर लागिसक्यौँ भनौँ न खानसाना खाएर भाइरल दिदीले गफ दिँदै हुनुहुन्छ उता ल त गाइज हामी चाहिँ मन्दिर दर्शन गरेर होइन अब तल झर्दैछौँ अब राति आएको थियो नि त राति आएको बाटो कस्तो थियो थाहा छैन हावा तलमा डाङडुङ हिँडेको थियो अब अहिले दिउँसो उज्यालोमा हेरौँ है त्यो बाटो कस्तो चाहिँ रहेछ यहाँसम्म त पिचै छ होइन ढलानको बाटो छ बाटो चाहिँ राम्रै छ
यतातिर चाहिँ अहिले एकछिनमा तलतिर डेन्जर बाटो गयो तलतिर बादलमा पुरा बादल देखिरहेको छ होइन सेतो यही बाटो हो नि त राजा पनि हामी हिजो आएको बाटो यही हो ए हिँडेर आउने बाटो पनि रहेछ नि त हामीले हिजो हिँडेर आउने बाटो नदेखेको आज चाहिँ देखियो यो हिँडेर आउने बाटो हेर त पहिलाको होला कि त यिनीहरू त्यो बाटो पहिलाको होइन कि मान्छे अझै पनि हाइकिङ गरेर आउँछन् कि हिँडेर यही बाटो हो कि यहाँबाट हाइकिङ गरेर आउनेहरूलाई पनि छ होइन अहिले चाहिँ बाटो गाइस हाम्रो पनि फाइनल्ली मनोकामना मन्दिर दर्शन गरेर फर्किसक्यौँ मन्दिर दर्शन गरेर फर्क्यौँ अहिले चाहिँ यो सब हिजो हामी हिजो हिँडेको बाटोहरू हो हामी हराउँदैनौँ होला नि त ओहो हिजो हामीलाई यही होटलमा सोध्यो होइन बस्ने भनेर ओहो हिजो हामी गुडुङ गुडुङ गरेर बाटोहरू यही हो ल अब चाहिँ अफ रोड सुरु हुन्छ होइन अब चाहिँ अफ रोड सुरु हो ल बेलुका बिहानको बाटो हेर्न कस्तो छ बेलुका त जस्तो आँखा चिम्ली त टाढा गुडुङ भनेर हिँडेको अहिले चाहिँ बाटो ठिकै तर हामी धेरै डाँडा माथि चढेछौँ नि है अनि यो सब सुन्तलाहरू सुकेको हो कि अहिले अब सिजन सकेर झरिसकेछ ए यो माथि फुलहरू चाहिँ यहीँ आफ्नो बारीमा लाउने जस्तो रहेछ होइन तल फुल माथि फुलपातीहरू बेच्ने सबै फुलहरू आफ्नो बारीमा लागेको जस्तो लाग्यो सबै फुलै फुल रोपेछन् नि यतातिर तर हामीलाई लास्ट महँगो हान्यो यार फुलपातीको नि 1250 रे यार ओ आम्बो म त तर्सेँ भने यार फुलपाती सेटको देखेर एउटाको 1250 तिम्रो 650 लुटतन्त्र रहेछ यार मनोकामनामा त खतरा लुट्दो रहेछ यार सुरुमा चाहिँ धनमा म सिकाउन नगइ होइन अब किन जानु भनेर ल भनेर गएको त खत्रै ठग्दियो यार हामीलाई फुलपातीको 1250 सेटको अनि पानीको नि 30 रुपियाँ अनि त्यहाँबाट के को जोड्यो हामीलाई खानाको अनि खानाको त 350 ल त्यो भाइरल दिदीकोमा कति मिठो खाना थियो है भाइरल दिदीकोमा धेरै त्यो भाइरल दिदीकोमा चाहिँ खाना मिठो थियो होइन त्यहाँ चाहिँ बरु 250 रुपियाँमा खायो हामीले तर हामी बसेको होटलमा चाहिँ 350 लिँदै खाना पनि ठिक त ठिकै हो नराम्रो त होइन तर जे होस् खाना अनुसार त धेरै महँगो भयो क्या 250 दियो भने हुन्थ्यो नि 350 हान्दिनँ उता होटलमा घटाएको जस्तो गरेर उता खानामा हान्दियो 200 रुपियाँ हामीलाई त एक्स्ट्रा यो सबै फुलहरू देख्नु भएको छ नि यो सब मन्दिरमा गएर बेच्ने हो यहीँबाट लगा भयो हुने रहेछ बरु 1250 सकटै हान्थ्यो होइन बरु पशुपतिमा आउँछ हौ 250-350 मा त यो त धेरै महँगो हान्दो रहेछ तर ठाउँ पनि अलि यो बाटो चाहिँ हामी हिजो आएको बाटोहरू ल यही हो हैन अहिले मान्छे टन्नै हिँड्ने रहेछ हेर न बिहान बखतै है सबै हिँडेर गाडी पनि हिँड्ने रहेछ मान्छे पनि हिँडेको छ होइन पुरै पाइला छ मान्छे हिँडेको पाइलाहरू तर हिजो राति आउँदा त चरा मुसो केही देखा परेन के
हामी दुईजनामा मात्र त्यही पनि हामी जसरी नै माथि बस्ने भनेर आँटेर आयौँ फाइनली हामी माथि पनि बस्यौँ होइन यहाँबाट बाटो छुट्टिने रहेछ कता कता जाने बाटो रहेछ यहाँबाट चाहिँ तपाईँको सिलिङटार दायाँ देब्रे लाग्यो भने सिलिङटार यता मनोकामना यो चिल्पेश्वर यता रहेछ आबु खैरेनी यहाँबाट गयो भने चाहिँ आबु खैरेनी आबु खैरेनी पुग्ने रहेछ तर हामीलाई आबु खैरेनी जानु छैन हामीलाई कुरिनटार चाहिँ जानु छ हामीलाई तल कुरिनटार भन्ने ठाउँमा पुग्नु छ होइन हेर न ल हिजो आउँदा हामीहरू गुटुङ टुङ कुदेको थियो आज त जाने बेला पऱ्यो हिजो त यो बाटो त उडेर आएको थियो अरे हामी थोडा उडेको थियो यो बाटो त मनोकामनामा त उहाँ हो होइन हामी बसेको होटल त्यहाँ माथिदेखि हामी यहाँ तलसम्म आइसक्यौँ होइन अब हामी चाहिँ बाइकमै माथि मनोकामनासम्म नै गयौँ अब सबैजना केबल कारमा आउनु भन्दा चाहिँ बाइकमै सजिलो हुन्छ हो केबल कारमा चाहिँ तर टाइम चाहिँ कम लाग्छ तर इन्जोय गर्दै अब यसरी गाडीहरू टक्कसँगले अब आफ्नै साधन छ बाइक छ भने केटा साथी भइदियो भने यसरी आउन चाहिँ सकिन्छ होइन बाटो राम्रै छ नराम्रो छैन ठिकै छ बाटोहरू तपाईँहरू केबल कार नगाई ट्याक्क बाइकमा आउनु चाहनुहुनेलाई त्यो बाटो चाहिँ ठिक छ ल त केबल कार चाहिँ यहाँबाट त ठाडै रहेछ है केबल कार ठाडो बाटो रहेछ यहाँ त सिधा ठाडो माथि रहेछ कि एकैचोटि होइन डाँडैमा पुग्ने रहेछ हामीले हिजो देखेको हो रहेछ नि पोल त उयो पोलहरू त हो नि हिजो हामीले देखेको केबल कारको बाटो चाहिँ यही हो होइन अब हिँडेर जाने बाइकमा आउनेहरूलाई चाहिँ यो बाटो हो हेर्न सक्नुहुन्छ बाटो बाइक चाहिँ मजाले आउँछ गाडी चाहिँ आउँदैन यो बाटो है तल झोलुङ्गे पुल छ बाइकमा आउनेहरूको लागि चाहिँ ठिक हुन्छ सर्टकट बाटो यता झरिराखन् दिदीहरू तपाईँहरूको मान्छे माथि हुनुहुन्छ पछाडि हुनुहुन्छ बाटो थाहा नभएर यही बाटो आउँदै हुनुहुन्छ ठुलो बाटो एकछिन बस्नु एकछिन बस्दिनु सर्टकट बाटो भने माथिबाट 4-5 जना छन् छुटेर बसेको टन्नै रहेछ नि त मान्छेहरू त यतै हो माथि मान्छे छुटेको नि तपाईँहरूको अनि यिनीहरू हिँडेर कहिले झर्नु त तल यार हामी बाइकमा त हिजो 1.5 घन्टा लागेको बाटो हो यो यिनीहरू हिँडेर त कहिले पुग्नु तल अझै यहाँ अगाडि टोलीहरू रहेछन् केबल कारमा माथि केबल कारबाट मान्छेहरू गइरहेछ केबल कारमा जानेहरू चाहिँ माथि हामी तल मजा त यसरी पो हो त हिँड्दै टक्कसँगले हिँडेर टन्नै आउँदो रहेछ नि हिँडेर जाने हिँडेर आउने चाहिँ भेटा छैन जाने चाहिँ भेटेर ए टन्नै रहेछ नि त गाडी रहेछ नि क्या हो ए हिजो यो घरमा होइन हामी झन्डै छिरेको हो अब यो घरदेखि तलतिर त घरै भेटाउँदैन है यहाँभन्दा तलतिर अहिलेसम्म चाहिँ घर भेटाएर यहाँ चाहिँ अलिकति गाउँ रहेछ भनौँ न जे होस् यति कहाँदेखि आउनुभयो तपाईँहरू ए सिमराबाट हो यिनीहरू स्कुलको बुढाहरू रहेछ कि उसको लागि लिएर आएको स्कुलबाट लिएर आएको होला अनि त्यहाँबाट अब स्कुलबाट ल्याउँदाखेरि त केबल कारमा त एकजनाको 700-800 लागिहाल्छ
त्यो भएर यिनीहरूलाई हाइकिङ गराउँदै गराउँदै अनि यत्रोजनाको त 800ले थिए 10जनाको 8000 यिनीहरू त 20जना होला ल 16-17 हजार त गयो त्यो पनि एकै लटमा जाँदैनन् कति लट हान्नुपर्छ यिनीहरूलाई यताबाट चाहिँ हिजो राति अब हावातालमा हिँड्यो बाटो कस्तो थियो थाहा पाएन अहिले चाहिँ पुरा बाटो त डेन्जर रहेछ भन्ने कुरो थाहा पाइरहेको छ हिजो त यस्तो उकालो भयो बुङ उक्लेको थियो यार बाइक त मनोकामनाको सुन्तला भन्दै सुन्तलाको बोट माथि 2-4 बाइक देखेन त्यही चाहिँ मान्छेले एकदम लेख रहेछ त्यो भन्दा अलि मास्तिर थियो होला तर त्यहाँ तलतिर चाहिँ छैन है पनि मरेकै भनौँ न धेरै बोट जस्तो त मरेको हो कि सिजनले गर्दाखेरि आज झरेर त्यस्तो देखियो ए हिजोको ठाडो उकालो यही हो है हो ठाडो उकालो थियो नि ल हिजो राति हामी यही पुलमाथिबाट आएको हो होइन राति चाहिँ केही देखेको थिएन अब बिहानी पख चाहिँ यस्तो छ बाटो हेर्न सक्नुहुन्छ तल चाहिँ त्रिशुली खोला हो होइन यो चाहिँ झोलुङ्गे पुल भवालै छ है त यो झोलुङ्गे पुलबाट टक्क हामी सिधा पारी जानुपर्ने हुन्छ तलपट्टि त्रिशुली खोला बगिरहेको छ हामीले चाहिँ फाइनली पार गरिसकेका छौँ झोलुङ्गे पुल बाफरे खत्रै हुन्छ नि यार तार चुटिन लागिसकेको रहेछ होइन नि तार चुटिन लाग्यो होइन त्यो एउटै तार हो होइन यताबाट उता लग्यो क्या त्रिशुली खोला माथिबाट ट्याक्क झोलुङ्गे पुलबाट पारि आइपुग्यौँ तलबाट त्रिशुली खोला खतरा बगिरह ल है त यहाँदेखि पारि चाहिँ यहाँबाट पारि गोर्खा होइन यता चाहिँ तपाईँहरू मनोकामना जानेहरू चाहिँ यो पुल तरेर जान सक्नुहुन्छ उता अर्को के कुरिन घाट हो कि कहाँ कुरिन घाटदेखि पनि जाने बाटो छ अरे भन्दै हुनुहुन्थ्यो एउटा दाइले अब खै त्यो त हामीले देखेको छैन एउटा बाटो चाहिँ उता खैरेनीबाट आउने बाटो छ यताको बाटो पनि बाइकहरूलाई त ठिकै हुन्छ बाइकमा आउनेहरूलाई चाहिँ जान सकिन्छ बाटो चाहिँ यस्तो छ है त खत्रै ठाडै उकालो छ है यहाँ चाहिँ बाटो यहाँ चाहिँ बाइक मात्रै जान्छ गाडी नि त ट्र्याक्टर मात्रै जाला अरू त सम्झिने हो यस्तो बाटो पुरा ठाडो उकालो छ यार
खतरा बाटो छ है। ल ठ्याक्क हामी चाहिँ हाइवे निस्क्यौँ। त्यहाँबाट अगाडि पुरिन्टार होइन केबल कारमा जाने बाटो त्यो यता काठमाडौँबाट आउने साथीहरूलाई चाहिँ ट्याक्क पुरिन्टारको त्यो केबल कारको गेट नपुग्दै त्यहाँबाट तलतिर लाग्न सक्छौँ। अब चाहिँ बब्बाल धुलो उड्दिन्छ है। अब चाहिँ बब्बाल धुलो उड्दिन्छ के लुगा चेन्ज गर्नु पर्ला जस्तो छ यार। खतरा धुलो उडाइदिन्छ यार अब त। ल त गाइज यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुपर्ने हुन्छ। लाइक कमेन्ट सेयर पनि गर्न नभुल्नु होला है त। अब म चाहिँ मनोकामना दर्शन गरेर फर्किसकेको छु फाइनली। अब अर्को भिडियोमा भेटौँला है त गाइज। ल।